नमस्कार, म गीता देवी नेपाल। मेरो घर चितवन हो। म यहाँ काठमाडौँमा डाक्टर साहब चक्करराज पाण्डेसँग जचाउन आएको थिएँ। योभन्दा पहिला पनि म धेरै ठाउँ जचाएँ, राम्रो भएन। त्यही भएर मैले डाक्टर साहबलाई खोज्दै म यहाँ आएँ अरूको मार्फतबाट हैन। यहाँ आएपछि मेरो 4 महिना अगाडि यो खुट्टाको अपरेसन भयो। म यो रोगबाट धेरै पीडित थिएँ। 20 वर्षदेखिबाट पीडित थिएँ। हिँड्न ओर्न सक्थिनँ। घरबाट माथिबाट तल झर्न पनि सक्थिनँ। मलाई एकदम गाह्रो थियो। तर मैले यहाँ आएर 4 महिना अगाडि मैले एउटा खुट्टाको अपरेसन गरेँ। त्यो गरेको 1 वर्षपछि गर्छु भनेको थिएँ। तर मलाई हिँड्न एकदम सहज सजिलो भएको भएर मैले आज फेरि 4 महिनापछि आएर अर्को खुट्टाको पनि अपरेसन गरेको छु। र मलाई यहाँ धेरै खुसी, आनन्द, रमाइलो सबै लाग्यो। हस्पिटल 7 दिनको बसाइमा पनि त्यहाँको सिस्टरहरूले, डाक्टरहरूले एकदम राम्रो केयर गर्नुभयो। एकदम राम्रो सुसार गर्नुभयो। सबै कुरा एकदम मिलाएर गर्नुभयो हैन। राम्रो हेरविचार गर्नुभयो। म धेरै खुसी छु। हजुरहरुमा नि मेरो जस्तो समस्या छ भने, घुँडाको हड्डी खिएको छ भने हजुरहरु पनि यहाँ आउन सक्नुहुन्छ र राम्रो इलाज गर्न सक्नुहुन्छ। उहाँको एड्रेस चाहिँ अनमिबा हस्पिटल हो। यो लाजिनपाट काठमाडौँमा पर्छ। हजुरहरु यहाँ आएर सम्पर्क गर्न सक्नुहुन्छ र चक्करराज पाण्डेसँग इलाज गर्न सक्नुहुन्छ। धन्यवाद।